यहाँ आज चाहिँ म सोच्नु पर्छ पखन तिमीलाई पखन तिमीलाई पखन तिम्रो खुट्टा भाँच्नु पर्नेछ तिमी कहाँ भाग्यौ हिजो म हिजो आएको थिएँ दादा तर ढिलो मतलब काम साम सकेर आएको थिएँ क्या हिजो ल काम सकेर अब चाहिँ दादालाई हेरिराख्नु पर्यो अब तल हेऱ्यो भने त मेरो रेस्ट्रिक्सन हानिदिइहाल्छ भनेर म चाहिँ अनि आउँछु त साढे कति 10 बजेर कति मिनट भइहाल्यो अब तपाईँलाई लगाउँछु तपाईँलाई त अनलाइनमा देखाउँदैन ला के भन्छ होइन म निकै तिमीलाई निकै बोलाएँ अनि हेरेँ अनि तिमी पनि आइनौ अनि मलाई अल्छी लाग्यो क्या अल्छी लागेपछि अनि मैले अफ गरेर बसी सुतिहालेँ म छिटै काम अब फेरि आज चाहिँ हेर्नै पर्छ तल किन अब टाइम भइहाल्यो मैले हजुरले बोलाउनु मलाई 2 चोटि अनि मैले सोचेँ ओहो अहिले गएन भने त फेरि दाइ फेरि हिँडिहाल्छ त्यही भएर आइहाल्यो म हिँडिहाल्थेँ एकछिन हेर्दै हेर्दै अघि एकजना बुढीलाई बोलाएँ होइन अनि आउनुभयो गफसफ गऱ्यौँ अनि ल ठिकै छ भन्दै ल भगवान् कृपाले